भोटेकोसी माथिका दुई खोलाको संगममा बन्यो ठूलो ताल। 3 दिनभित्र फुट्ने खतरा। नेपालको तटीय क्षेत्रमा हाई अलर्ट। नेपाल चीन सीमा क्षेत्रबाट अहिले एउटा अत्यन्तै गम्भीर समाचार प्राप्त भएको छ। रसुवाको केरुङ नाका जिरुङ पोर्ट आसपास अहिले महाविपदको खतरा मडारिएको छ। चिनिया जलस्रोत मन्त्रालयको भनाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएअनुसार नेपालको छोचेन खोला र पुरेपु साङपो नदीको दोबानमा पहिरोका कारण नदी थुनिएर एउटा विशाल ताल बनेको छ। बिहिबार बिहानसम्म त्यहाँ 20 लाख घनमिटर पानी जम्मा भइसकेको छ र पानी भरिएर बाहिर बग्न थालिसकेको छ। अझ चिन्ताजनक कुरा त के छ भने आगामी 3 दिनभित्र यो तालमा थप 30 लाख घनमिटर पानी थपिने अनुमान गरिएको छ। यसले गर्दा जुनसुकै बेला ताल फुटेर प्रलयकारी बाढी आउने उच्च जोखिम छ। यसको विनाशकारी असर सुरु भइसकेको छ। नेपाल तर्फबाट सुरु भएको लेदो सहितको पहिरोले तिब्बतको जिरोङ नाकामा भयानक क्षति पुर्याएको छ। प्राप्त तथ्याङ्क अनुसार यो विपदमा पनि 3 जनाको मृत्यु भइसकेको छ भने 260 विदेशी नागरिक सहित 558 जना अझै बेपत्ता छन्। जम्मा 2 जनाको मात्रै जीवितै उद्धार भएको छ। यो आँकडाले विपदको भयावह रूपलाई प्रश्न पार्छ। यो घटनाले सीमापार विपद व्यवस्थापनको गम्भीर आवश्यकतालाई उजागर गरेको छ। चीनले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सिमुलेसन गरिरहेको छ। निरन्तरको वर्षा र विकट भूगोलका बावजुद चिनिया जनमुक्ति सेना, इन्जिनियर र राहत टोलीहरू उद्धारमा खटिएका छन्। तर यदि यो विशाल ताल फुटेको खण्डमा यसको असर चीनतर्फ मात्र नभई नेपालको तल्लो तटीय क्षेत्रमा पनि पर्न सक्ने जोखिमलाई नकार्न सकिँदैन। तसर्थ नेपाल सरकारले चिनिया पक्षसँग तत्काल समन्वय गरी तटीय क्षेत्रका नागरिकलाई अलर्ट गर्न र पूर्व तयारी थाल्न नितान्त आवश्यक छ।